Hello guys, welcome back to JK Vlogs. So today हामी चाहिँ आज यहाँ काम गर्न आटेको। आज छ सन्डे र यहाँ चाहिँ पुरा डस्ट लाएर यो बाटो बनाउने गाडीको डस्ट उपर छ। यो डस्ट चाहिँ लिएर यहाँ लाउने, पहिला यो सफा गर्ने र आजको भ्लग चाहिँ फुल काम गरेको मात्रै हुन्छ गाइस। आदि काम गरेर बिसाको घामले साह्रो पारेर पसिना पसिना भयो। यही देख्न सक्नुहुन्छ यसो सोरिसक्यो। अब यो पार्ट यति छ अनि उयो चाहिँ अलिअलि सोर्छु। मेरो एउटा भाइ चाहिँ घरमा काम परेर गयो र म एक्लै आज जस यति मात्रै बनाउनु पर्यो, उता चाहिँ नै भ्याउने रहेछ। आएर चाहिँ पसिना पसिना भएर जस्ट भित्र रेस्ट गरेछु, फेन थाप्दैछु 5 मिनट्सको ब्रेक। हाम्रो टिप्पर यहाँ छ। अब डस्ट बोक्छ यहाँ टिप्परले। यो टिप्पर उता लगेर डस्ट बोक्छ हामीले। अब डस्ट बोकेर यहाँ लाउँछ खनेर। गाइस पानी पर्यो, पानी भर्खर यहाँ मात्रै लाउँछ। पानी पर्यो, पानी पर्यो, पानी 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 पर्दैछ गाइस, पानी पर्दैछ। यति डस्ट लगाइसके गाइस। फाइनली मेरो काम सक्यो र अहिले चाहिँ म नयाँ फ्रेस भएर बसिरहेको छु। र आजको भ्लग चाहिँ कामको बारेमा मात्रै भयो होइन, अलिक बोरिङ भयो होला। र तपाईँ यदि च्यानलमा हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सनु होला र मेरो भिडियोमा माया देखाइदिनुहोस् गाइस। भेटौँ नेक्स्ट भ्लगमा।